1 जुन 2009 स्कटल्यान्डको ग्लासगो सहर। यो सहर आफ्नो ठुला युनिभर्सिटी र शान्त वातावरणको लागि जानिन्छ। तर यही दिन यो सहरको एउटा सानो फ्ल्याटमा बस्ने 27 वर्षीय नेपाली युवा नगेन्द्र शाहको जीवनमा एउटा यस्तो भयानक मोड आयो जसले उनको संसार नै बदलिदिएको थियो। नगेन्द्रकी 23 वर्षीय श्रीमती खुशबु शाह बिहानदेखि नै हराइरहेकी थिइन्। नगेन्द्र उनलाई खोजिरहेका थिए, तर केही समयपछि उनको मोबाइलमा एउटा मेसेज आयो र मेसेजमा लेखिएको थियो, हामीसँग तेरो श्रीमती छे, यदि पुलिसलाई खबर गरिस् भने हामी उसलाई र तँलाई दुवैलाई मारिदिन्छौँ। हामीलाई 1,20,000 पाउन्ड करिब करिब 1 करोड 1.5 करोड रुपियाँ चाहिन्छ। यो मेसेज देख्ने बित्तिकै नगेन्द्र आत्तिए। उनलाई सुरुमा लागेको थियो कि यो कुनै खतरनाक विदेशी ग्याङको काम हो, तर त्यसको केही समयपछि अर्को एउटा मेसेज आयो जसले यो पुरै केसको लोजिकलाई नै झुटो बनाइदियो। किडन्यापरले अर्को मेसेजमा लेख्यो, त्यो 300 पर्ने पुरानो टिभी त्यो इन्डियन मोटो साथीलाई बेच र पैसाको जोहोर गर। साथीहरू यहाँनिर यसो अडिएर सोच्नुहोस् त, कुन चाहिँ इन्टरनेसनल किडन्यापर हो जसले एकातिर 1 करोड रुपियाँ भन्दा बढी ऱ्यान्सम मागिरहेको छ र अर्कोतिर एउटा थोत्रो सेकेन्ड ह्यान्ड टिभी बेचेर 300 पाउन्ड कमा भन्ने सल्लाह दिइरहेको थियो। के कुनै अन्जान अपराधीलाई नगेन्द्रको कोठामा कस्तो टिभी थियो र त्यसको मूल्य कति पर्थ्यो भन्ने थाहा हुन्थ्यो? हुँदैन थियो, राइट? त्यसैले यो मेसेजले प्रष्टसँग भनिरहेको थियो, अपराधी कुनै विदेशी ग्याङ होइन, अपराधी त नगेन्द्रको कोठाको कुना कुना थाहा भएको कोही आफन्त नै थियो। स्वागत छ तपाईहरुलाई द नेपाली फाइलमा। आज हामी कुरा गर्छौं खुशबु शाहको केस, जहाँ साथीको भेषमा एउटा नरसंहार लुकिरहेको थियो। यो केसको तथ्यहरू नेपालको पर्वत जिल्लाको कुस्मा 4 बाट सुरु हुन्छ। खुशबु आफ्ना बाबा र आमाका कान्छी छोरी थिइन्। गाउँलेहरू खुशबुलाई साह्रै नै माया गर्थे सानैबाट। उनी केवल पढाइमा मात्र होइन, उनी व्यवहारमा पनि उत्तिकै नै अब्बल थिइन्। एउटा मध्यमवर्गीय परिवार जहाँ चाहिँ सपनाहरू ठुला हुन्छन् र साधनहरू सीमित हुन्छन्। जब खुशबुको नगेन्द्र शाहसँग बिहे भयो, पर्वतको त्यो घरमा खुसीको सीमा थिएन। नगेन्द्र पनि त्यत्तिकै मेहनती थिए। सन् 2006 मा खुशबु र नगेन्द्रले आफ्नो भविष्य बनाउन स्कटल्यान्ड जाने निर्णय गरे। ग्लासगो पुगिसकेपछि खुशबुले ग्लासगो युनिभर्सिटीमा एकाउन्टेन्सी पढ्न थालिन् भने नगेन्द्रले चाहिँ स्ट्राथक्लाइड युनिभर्सिटीमा बिजनेस म्यानेजमेन्ट पढ्न थाले। उनीहरूले दिन रात मेहनत गरिरहेका थिए। नगेन्द्र एउटा होटेलमा काम गर्थे र 3 वर्षको कडा मेहनतपछि उनीहरूले करिब करिब 1,20,000 पाउन्ड बचत गरिसकेका थिए। उनीहरूले यही आफ्नो बचतको विवरण उनीहरूले आफ्नो सबैभन्दा मिल्ने साथीलाई सुनाएका थिए र उसको नाम थियो रोशन डान्टिस। 30 वर्षीय रोशन डान्टिस जो भारतीय नागरिक थिए, उनी पनि स्ट्राथक्लाइड युनिभर्सिटीमै पीएचडी गर्न आएका थिए। नगेन्द्रले उनलाई रोशन दाई भन्थे। खुशबुले पनि उनलाई आफ्नै दाजु जस्तै माया गर्थिन्। रोशन अक्सर उनीहरूको घरमा खाना खान आउने गर्थे र साथीको रूपमा उनीहरूको जीवन हरेक एउटा डिटेल थाहा थियो। तर डान्टिसको भित्री अवस्था भने एकदमै खराब थियो। उनीमाथि बैंकको ठुलो ऋण थियो र उनको आर्थिक अवस्था ध्वस्तै भइसकेको थियो। पुलिसले पछि डान्टिसको ल्यापटप र इन्टरनेट चेक गर्दा यस्तो कुराहरू भेट्यो जसले यो हत्या प्रिमेडिटेटिभ थियो भन्ने प्रमाणित गर्यो। डान्टिसले महिनौदेखि यो हत्याको योजनाहरू बनाइरहेका थिए। डान्टिसले लाइब्रेरीबाट फोरेन्सिक क्राइमिनोलोजीका किताबहरू चेकआउट गरेका थिए। उनको ल्यापटप हिस्ट्रीमा पनि हाउ टु कमिट अ पर्फेक्ट मर्डर र हाउ टु डिस्पोज अ ह्युमन बडी जस्ता क्वेरीजहरू भेटिएको थियो। उसले क्याथेको नोभल्स डेभिल बोन्स पढिरहेको थियो, जहाँ लासको पहिचान लुकाउने तरिकाहरू र काट्ने कथाहरू थियो। तथ्य यो छ कि हत्याभन्दा 3 दिन अगाडि अर्थात् 29 मे 2009 मा डान्टिस B&Q हार्डवेयर स्टोरमा गए र केही सामानहरू किनेका थिए। त्यसको रिसिप्ट पछि पुलिसहरूले उनको फ्ल्याटमा भेटाएको थियो। रसिदमा लेखिएको थियो, एउटा दरिलो आरी, रबर ग्लभ्सहरू, ब्लिच, रगतहरू सफा गर्नको लागि र हेभी ड्युटी प्लास्टिक ब्याग्स। B&Q को सीसीटीभी फुटेजमा रोशन डान्टिस बडो निश्चित भएर सामानहरू ट्रोलीमा राखिरहेको देखिन्थ्यो। उसले हत्या गर्ने हतियार र लासलाई ठिक लगाउने क्लिनिङ मेटेरियल्स पहिले नै किनिसकेको थियो। यसले के प्रमाणित गर्छ भने खुशबु शाहको हत्या कुनै अचानक झगडामा भएको होइन, यो एउटा सञ्चित प्लानिङ थियो। अब म घटनाहरूमा भन्ने गर्छु नि, एउटा हुन्छ प्रिमेडिटेटिभ अर्थात्
प्रिमेडिटेटिभ भनेको पहिलेबाट प्लान गरेर योजना गरेर हत्या गर्नु र अर्को हुन्छ चाहिँ आवेशमा आएर गरिएको हत्या। र यसमा डिफ्रेन्सिएट किन गर्छु म भन्दाखेरि आवेशमा आएर गरिएको हत्या छ भने कहिलेकाहीँ सजाय कम पनि हुनसक्छ, तर प्रिमेडिटेटिभ हो भने त्यसको सजाय अझै बढी हुन्छ। त्यसपछि दिन आउँछ 1 जुन 2009 को बिहान। रोशन डेन्टिस्टले खुसबुलाई फोन गरे। उसले बडो नम्रताको साथ भने, खुसबु बहिनी, मेरो एउटा असाइनमेन्ट बाँकी छ, मलाई एकाउन्टको हेल्प चाहियो, के तिमी मेरो फ्ल्याटमा एकछिन आउन सक्छौ? पुलिसको रिपोर्ट अनुसार खुसबु बिहान करिब 9:30 बजे डेन्टिस्टको फ्ल्याटमा गइन्। त्यसबेला डेन्टिस्टकी श्रीमती फ्रान्सिना काममा गएकी थिइन्। फ्ल्याटमा डेन्टिस्ट र खुसबु मात्र थिए। जब खुसबु कोठाभित्र छिरिन्, डेन्टिस्टले ढोकामा लक लगायो। फोरेन्सिक इभिडेन्सका अनुसार डेन्टिस्टले खुसबुलाई मासु काट्ने दावा हुन्छ नि त्यो हो त्यसले प्रहार गर्यो। खुसबुले बाँच्नको लागि धेरै प्रयास पनि गरेकी थिइन्, जसको प्रमाणहरू उनको शरीरमा भेटिएको डिफेन्सिभ वुन्डहरूले देखाउँछ। तर डेन्टिस्टले उसलाई हुनेसम्म र लगाउन सक्नेसम्म बल प्रयोग गरेर हत्या गर्यो। त्यसपछि उसले लासको पहिचान लुकाउनको लागि टाउको र हातहरू काट्यो, ठिक त्यसरी नै जसरी उसले क्रिमिनोलोजीको किताबमा पढेको थियो। हत्या गरिसकेपछि डेन्टिस्टले खुसबुको फोन लियो र नगेन्द्रलाई ऱ्यान्सम माग्न मेसेज पठाउन सुरु गर्यो। उसले सोचेको थियो कि कुनै मास्टरमाइन्ड जस्तै उम्किन्छु, तर उसले त्यही टिभीको मेसेज पठाएर आफ्नो पहिचानको क्ल्यू छोडिसकेको थियो। त्यसपछि नागेन्द्र शाहले पुलिसलाई ऱ्यान्समको मेसेजको बारेमा जानकारी दिए। जानकारी पाउन साथ पुलिसले तुरुन्तै अपरेसन सुरु गर्यो। पुलिसले नगेन्द्रलाई किडन्यापरसँग कुरा गरिरहन सल्लाह दियो। पुलिसको टिमले नगेन्द्रको फोनमा आइरहेको सिग्नल ट्रेस गर्दै थियो। किडन्यापरले मेसेजमा भन्यो, पैसा लिएर नर्थ वाल्से स्ट्रिटमा आइज। यो ठाउँ ग्लासगोको एउटा सुनसान सडक थियो। नागेन्द्रको सट्टामा सादा पोसाकमा भएका आम पुलिसहरू पनि त्यो एरियामा फैलिरहेका थिए। केही समयपछि त्यहाँ एउटा ट्याक्सी आएर रोकियो र ट्याक्सीबाट ओर्लियो रोशन डेन्टिस्ट। पुलिसले उसलाई तुरुन्तै नियन्त्रणमा लियो। डेन्टिस्टले सुरुमा बडो होसियारीका साथ झुट बोल्न थाल्यो। उसले भन्यो, म त मेरो साथी नगेन्द्रलाई हेल्प गर्न पो आएको हुँ त, मलाई एउटा विदेशी मान्छेले यहाँ पठाएको हो। तर पुलिसले जब डेन्टिस्टको पकेट र ज्याकेट चेक गर्यो, त्यहाँ खुसबु शाहको फोन भेटियो। त्यो त्यही फोन थियो जसलाई प्रयोग गरेर फिरौतीको मेसेज गरिरहेको थियो। डेन्टिस्ट रङ्गै हात समातियो। अब उसले नगेन्द्रलाई पैसा कलेक्ट गर्न आएको भन्ने बहाना बनाउन कुनै पनि ठाउँ थिएन। अब अपहरणकारी त पक्राउ भयो, तर खुसबु कहाँ थिइन् त? पुलिसलाई अझै पनि लागिरहेको थियो खुसबु अझै पनि कुनै होस्टेजको रूपमा छिन् होला भनेर। तर जब डेन्टिस्टको मोबाइल लोकेसन र डाटा जीपीएस ट्र्याक गरियो, पुलिसलाई थाहा भयो कि हत्यापछि ऊ कोकरान स्ट्रिट नजिकको रेलवे ट्र्याकतिर गएको थियो। 4 जुन 2009 बिहान पुलिसको स्पेशल सर्च टिमले त्यो एरियामा पुग्यो। रेलवे ट्र्याकको झाडीभित्र पुलिसले एउटा ब्लू सुटकेस फेला पार्यो र फोरेन्सिक एक्सपर्टहरूले त्यो सुटकेस खोल्दा गस्को पुलिसको इतिहासमै सबैभन्दा क्रूर दृश्य देखियो। सुटकेसभित्र खुसबु शाहको शरीर मात्र थियो र पुलिसले अझै खोज गर्दै जाँदा 20 मिटर पर अर्को प्लास्टिकको झोलामा खुसबुको टाउको र हात भेटियो। फोरेन्सिक प्याथोलोजिस्टले अदालतमा भने कि शरीरलाई एकदमै सर्जिकल रूपमा काटिएको थियो, भन्न खोजेको अपरेसन गरे जसरी एकदमै मिलाएर काटिएको थियो। जोइनबाट शरीर अलग गर्ने कुनै सामान्य मान्छेलाई गाह्रो हुन्छ। त्यसैले पुलिसको ध्यान डेन्टिस्टको श्रीमती फ्रान्सिनातिर गयो, जो पेसाबाट नर्स थिइन्। पुलिसले फ्रान्सियालाई पनि प्रमाण मेटाउने सहयोग गरेको आरोपमा पक्राउ गर्यो र हाइकोर्टमा केस सुरु भयो। केस सुरु हुने बित्तिकै रोशन डेन्टिस्टले आफ्नो बचाउमा एउटा नयाँ कथा बनायो। उसले जज लर्ड पेन्टल्यान्ड सामु भन्यो, म निर्दोष हुँ। घटनाको दिन मेरो फ्ल्याटमा एउटा अनुहारमा दाग भएको मान्छे बन्दुक लिएर आयो। उसले मलाई थर्कायो, खुसबुलाई मार्यो र मलाई लास लुकाउन लगायो। तर सरकारी वकिलले डेन्टिस्टको यो झुटलाई तथ्य प्रमाणले खारिज गरिदिए। वकिलले सोधे, मिस्टर डेन्टिस्ट, यदि त्यो अनजान मान्छे जुन 1 मा आयो भने तिमीलाई लास काट्ने आरी ब्लिच मे 19 मा किन किन्यौ? के तिमीलाई 3 दिन अगाडि नै अन्दाजा भइसकेको थियो त्यो मान्छे आउँछ भनेर? र यदि त्यो गुमनामले 1 करोड 20 लाख ऱ्यान्सम मागेको थियो भने उसले नगेन्द्रको 300 पाउन्डको टिभी बेच्न किन लगायो? यो मेसेज तिम्रै लोभको प्रमाण होइन? यो प्रश्नको जवाफ डेन्टिस्टसँग कुनै पनि थिएन। त्यसपछि दिन आउँछ 11 जनवरी 2010। जुरीले रोशन डेन्टिस्टलाई दोषी ठहर गर्यो। जज लर्ड पेन्टल्यान्डले लाइफ इम्प्रिजनमेन्टको सजाय सुनाइदिए र भने, तिमी एउटा क्रूर, स्वार्थी र कोल्ड ब्लडेड हत्यारा हौ। तिमीले साथीको भेषमा एउटा निहत्ते महिलाको ज्यान लियौ र यसरी रोशनलाई कम्तीमा 24 वर्ष
जेल सजाय भयो। उनको श्रीमतीको हकमा भने नट प्रुभन वर्डिक सुनियो र उनी रिहा भयो, तर उसको नर्सिङ करियर समाप्त भयो। अन्त्यमा नगेन्द्र शाहले अदालत बाहिर भने, मैले आफ्नो श्रीमती मात्र होइन, मैले आफ्नो जीवनसाथी र आफ्नो मिल्ने साथी पनि गुमाएँ र यो केस यसरी अन्त्य हुन्छ। यो केस हामी सबै परदेशमा हुनेहरूको लागि एउटा आँखा खोल्ने घटना हो। हामी विदेशमा नेपाली देख्ने बित्तिकै दाई भाइको नाता गाँच्छौँ, आफ्नो कमाई, आफ्नो सेभिङ सबै कुरा सेयर गर्छौँ। तर याद राख्नुहोस्, रोशन जस्तै मान्छेहरू तपाईँको साथी होइन, तपाईँको सम्पत्तिको खोजीमा हुन्छन्। लोजिकल ग्याप अरू कतै थिएन, डेन्टिस्टको ग्रिड, उसको लोभ र नगेन्द्रको ट्रस्ट बिचको ग्याप थियो। खुसबु शाहको आत्माले शान्ति पाओस्। विथ द्याट यो केसको लागि यति नै। सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस् र यस्तै ट्रु क्राइम स्टोरीहरू मनपर्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा भेटौँला अर्को केस फाइल लिएर। हस्त, नमस्ते।